थियो टाउको साउको सब सध्दै थियो गाडीको मुनि। उहाँ चाहिँ 1 बजेबाट 6 बजेसम्म मुनि राति अड्किनु भयो। उहाँ चाहिँ लास्ट पर्सन। अहिले त्यहाँ तपाईँ सुरुमा उद्धारमा पुग्दाखेरिको अवस्था के थियो, कस्तो थियो त्यो? उद्धारमा पुग्दाखेरि त सर त्यहाँनिर बस लड्या थियो, भत्ताभुङ्ग बस थियो। विदेशी पाहुनाहरू कोही रहेछन्, पानीमा डुबिरहेको थियो, कोही पाहाडमा, कोही ढाड छैन, कसैको टाउको छैन, कसैको खुट्टा छैन, छरिपट्ट त्यहाँ बिहाल अवस्थामा थिए। हेल्प गर्न जाने मान्छे कोही छैन तपाईँको। त्यो अब एकदम असिलो ठाउँ यो। 100 मिटर जतिको क्लिफ, न यताबाट जान सकिन्छ मान्छे, न उताबाट आउन सकिन्छ। रातिको फेरि अन्धमुष्टि यो कालो रात होइन, एकदम धेरै गाह्रो पर्यो। तपाईँले कसरी खबर पाउनुभयो सुरुमा जाँदाखेरिको दृश्य? मलाई त मेरो भाइहरूले यहाँनिर राति मेरो घरमै बोलाउन आयो, किनभने मलाई कहिले यस्तोहरू रेस्क्यु गर्नु पऱ्यो भने मलाई बोलाइरहेको थियो उनीहरूले। अनि दाइ गाडी झऱ्यो आउनु पऱ्यो भनेर भने मसँग डुङ्गासुङ्गा घरमै हुन्छ। अनि मैले त्यसरी नै म हरेर आएँ। आउँदाखेरि सशस्त्रलाई भेटेँ अनि सशस्त्रलाई हामी भएर सँगसँगै अगाडि बढ्यौँ। हुन्छ, तपाईँको नाम के हो? मेरो नाम अरुण थपलिया।